वसन्तको जन्म कविता वीरेन्द्र सुब्बाको कविता। वीरेन्द्र सुब्बाको जन्म भएको थियो 12 डिसेम्बर 1927मा। 12 डिसेम्बर 1927मा वीरेन्द्र सुब्बाको जन्म दार्जिलिङमा भएको थियो। उनी धेरै प्रतिभा बोकेका कवि थिए, सङ्गीतकार र चित्रकार पनि थिए। वीरेन्द्र सुब्बाले कविता बाहेक निबन्ध, नाटक, आख्यान विधातिर पनि कलम चलाएका थिए। उनले 1946 तिर अगमसिंह गिरी, अच्छा राई र सिख अर्जुन कुमार छेत्रीसित मिली प्रगतिशील साहित्य परिषद स्थापना पनि गरेका थिए र उनको निधन भएको हुन्छ। निधन सायद लेखिएको छैन। उनले सन् 1988 तिर प्रयोगात्मक उपन्यास मूल सडकतिर प्रकाशित पनि गरे। उनका उपन्यासमा पनि कवितात्मक शैली पाइन्छ र वीरेन्द्र सुब्बाका प्रमुख कृतिहरू हुन् एकान्त, कुसुमछोरी, स्वर्णिमा र मेघमाला। र उनका जो फुटकर कविताहरू छन् ती गोर्खा र भारती भन्ने पत्रिकाहरूतिर पनि प्रकाशित भइरहेका नै हुन्छन् र सुस्केरा भन्ने नामक एउटा त्रैमासिक पत्रिका छ, त्यसमा पनि उनले आफ्ना कविताहरू निकालेका छन्। वीरेन्द्र सुब्बाको एउटा उत्कृष्ट कविता बिहान क्लास 10 मै पढिसकेको हुनाले वीरेन्द्र सुब्बाले त्यस्तै उत्कृष्ट एउटा अर्को कविता वसन्तको जन्म पनि लेख्नु भएको छ। र हिजो गर्भ बसेकी पृथ्वीले आज वसन्त जन्माई, हिजै ऊ रोई जाडोको ढुकढुकमा, बिना रङ्गको दलिनमा, रातको झाँको फिजाएर शीतको आँसु बगाएर, छातीमा अल्ली आतस अल्ली नर्म गर्म ताराहरू सजाएर आजै पृथ्वीले वसन्त जन्माई। दुबोको मुलायम मानिकी बिछ्यौनामा नवजात शिशु वसन्तलाई लेटाई, वसन्तको पहिलो चित्कार कोकिलको बोलीमा ल्याई आजै पृथ्वीले वसन्त जन्माई। यो हावामा फुलेको सङ्गीत घुसेको छ, यो हावामा फुलको सङ्गीत घुसेको छ, यो फुलमा एक आमाको सपना सुतेको छ। बिस्तार बिस्तार साथी पाउ जाल, कहीँ त्यो सपना टुट्न जाला, कहीँ यो विपना छुट्न जाला। बुढो वृक्षको रौँ रौँको हातमा सुनखरीलाई चुम्न लगाई आजै पृथ्वीले वसन्त जन्माई। हिजो गर्भ बसेकी पृथ्वीले आजै वसन्त जन्माई। गर्भ भन्नाले पेटभित्र बच्चा रहने ठाउँ, पाठेघर वा बच्चादानी कोख पनि भनिन्छ। दलिन भनेको घरको तल्ला छाप्न निधालमाथि तेर्साएर राखिएको एउटा लामो काठो। अल्ली मतलब अली। झाको भनेको भाले मृग वा भाले जराएको सिङलाई झाको भनिन्छ। अत्यास, अत्याहट र कहाली गर्नुलाई आतस भनिन्छ। गुलाफी वा रातो रङ्गको एक रत्न जडितलाई मानिकी भनिन्छ भने भर्खरै जन्मेको नानीलाई नवजात शिशु भनिन्छ। भर्खरै जन्मेको नवजात। पीडाले भरिएको चिच्याहट, पीडाले भरिएर यदि कसैले कराउँदैछ भने त्यसलाई चित्कार भनिन्छ। कोकिल मतलब कोइली या कोयल, चिडिया एउटा। पाउ भनेको पाउ, गोडो, खुट्टो, पाद जे पनि भन्दा भयो। रौ भनेको जिउमा उम्रने प्राय कालो र मिहिन सूत्र जस्तो वस्तु विशेष, रौ, रोम, केश, बुत्ला। वसन्तको जन्म कविताको मूल भाव या सारांश के हो? वसन्तको जन्म जुन यो कविता छ त्यसले के भन्न खोजिरहेका छन्, कविले यो कविताको माध्यमबाट के भन्न खोजिरहेका छन्? वसन्तको जन्म कवि वीरेन्द्र सुब्बाको कविताहरूमध्ये एउटा उत्कृष्ट कविता हो। यस कवितामा कवि वीरेन्द्र सुब्बाले वसन्त ऋतुको आगमनलाई नयाँ जीवन, चेतना र आशाको प्रतीकका रूपमा चित्रण गरेका छन्। यस कवितामा कविले के गरेका छन्? वसन्तको ऋतुको आगमनलाई चाहिँ एउटा नयाँ जीवन, चेतना वा आशाको प्रतीकको रूपमा चाहिँ चित्रण गरेका छन्। जाडोले सुकेको र निर्जीव बनेको प्रकृति वसन्त आएपछि चाहिँ फेरि जीवित बनेको देखिन्छ यो कवितामा। फुलेका फुलहरू पनि चिरबिराएर चराहरू र हरियो बनेको वनको प्रकृतिमा नयाँ उत्साह र सृजनाशीलता ल्याउँछ भन्न चाहेका छन्। कवि वसन्तको आगमनलाई केवल प्राकृतिक परिवर्तनका रूपमा होइन, मानव मनमा नयाँ चेतना, प्रेम र जीवनप्रतिको उत्साहको प्रतीकको रूपमा पनि प्रस्तुत गरेका छन्। यसमा पुरानो अन्धकार मेटिएर नयाँ उज्यालो ल्याउने शक्ति वसन्तसँग जोडिएको चर्चा पनि यस कवितामा गरेका छन्। समग्रमा भन्नुपर्दा चाहिँ वसन्तको जन्म कवितामा वसन्तको आगमनले जीवनप्रति नयाँ जोस,
उमङ्ग, उत्साह, नयाँ सुरुवात हुन्छ भन्ने सन्देश दिएका छन्। कविताको अनुसार चाहिँ कविले नयाँ परिवर्तन आउनु आँटेको वा नयाँ कुराहरू आउनु आँटेको कुरा उल्लेख गरेका छन्। उनले भनेका छन् कि बसन्त चाहिँ कतिखेर आउँछ जब कोकिलले कराउँछ, कोकिलको बोलीमा ल्याए आज पृथ्वीले बसन्त जन्माई भनिएको छ। जब कोकिलले आवाज गर्छ तब कोकिलको आवाजको पछाडि चाहिँ के हुन्छ, बसन्त ऋतुको सुरुवात हुन्छ भनिएको छ। सो जब जाडो सकिए पछाडि बसन्त ऋतु सुरु हुन्छ भन्ने कुरा पनि यहाँनिर गरिएको छ। र यहाँनिर स्पेसल्ली चाहिँ बसन्तको कुरा यहाँ बसन्तको जन्म भनेर बसन्तको कुरा गरिएको छ। बसन्त ऋतुको कुरा गर्दै पनि कविले चाहिँ बसन्त ऋतुको माध्यमलाई धरतीमा भएको कसरी चाहिँ धरतीलाई परिवर्तन गर्नुपर्छ अथवा कसरी चाहिँ हामी नयाँ परिवर्तन ल्याउन सक्छौँ भन्ने कुरा चाहिँ दर्शाएका छन्। कविले नयाँ जीवन चेतना र आशाको प्रतीकका रूपमा चित्रण गरेका छन् बसन्त ऋतुको आगमनलाई। कविले चाहिँ यहाँ बसन्त ऋतुको आगमनलाई सिम्बलाइज गरेका छन् है। के चिजसँग सिम्बलाइज गरेका छन्? नयाँ जीवन चेतना र आशाको प्रतीकको रूपमा चित्रण चाहिँ गरेका छन्। आगमनलाई यहाँ दर्शाएका पनि छन्। जाडोले सुकेको र निर्जीव बनेको यो प्रकृति चाहिँ के हुन्छ अरे, बसन्त आएपछि जीवित देखिन थाल्छ अरे। सबै मतलब फुलहरू सबै झरेको हुन्छ, तर अब बसन्त आएपछि के हुन्छ, फुलहरू सबै फुल्छ, सबै राम्रो देखिन्छ, त्यस्तो हुन्छ। सबै राम्रो सजिएको देखिन्छ, हेर्दै अब पुरै राम्रो परैबाट राम्रो मजाको देख्ने खालके। डुबोको मुलायम मानेकी बिसौनामा भनेको चाहिँ यहाँनिर शीतको कुरा पनि गरिएको छ। नवजात शिशुले बसन्तलाई लेटाएर के गरी कोकिलको पहिलो बोलीको चित्कारमा चाहिँ कोयलले के गर्यो, बसन्तलाई जन्माई। यहाँ चाहिँ एउटा फुलमा आमाको सपना सुतेको छ अरे। मतलब एउटा आमाले आफ्नो नानी नवजात शिशुलाई कसरी पाल्छ, एउटा आमाले आफ्नो नानीलाई सानैदेखि खुवाएर पिलाएर हुर्काएर जसरी आमाले एउटा नानीको कदर गरेर केयर गरेर नानीलाई हुर्काउँछ, त्यसरी नै फुलमा चाहिँ एउटा आमाको जस्तै आमाको सपना सुतेको छ अरे। फुललाई कसरी मालीले गर्छ, फुललाई पानी हाल्छ, फुललाई उगाउँछ, त्यस्तै पाराले चाहिँ मतलब आमाको जसरी नै के गर्छ, एउटा मालीले फुललाई उगाउँछ, फुललाई राम्रो बनाउँछ भनिएको छ। र यो पनि भनिएको छ कि हिजो भर्खरै गर्भ बसेकी पृथ्वीले, यानि कि हिजो भर्खरै जाडो भइरहेको थियो र अब के भयो, बसन्त जन्म्यो। हिजो भर्खरै यहाँनिर केही पनि कुरा थिएन, हिजो भर्खरै यहाँनिर केही अर्कै कुरा थियो अथवा र त्यो कुरा के भयो भने परिवर्तन भयो, त्यो कुरा हटेर नयाँ कुरा आयो। हिजो यदि यहाँनिर कच्चा रोड थियो भने आज के भयो, परिवर्तन भएर यहाँनिर पक्का रोड बन्यो। हिजो यदि यहाँनिर जङ्गल घारी खेतबारी थियो भने आज के भयो, यहाँनिर घरहरू बनिएर आयो। त्यसरी नै अब परिवर्तन हुन्छ अथवा नयाँ कुरा आउँछ धरतीमा भनेर चाहिँ भन्न खोजेका छन् बसन्तको जन्म कविताबाट।